नेपालले आफ्नो अर्को म्याच इटलीसँग पनि हारिसक्यो। मैले आफ्नो यो भिडियोभन्दा पिछलो भिडियोमा भनेको थिएँ नेपालको ब्याटिङ यदि राम्रो भएन भने हामी वर्ल्ड कपको म्याच हार्न सक्छौँ। अनि त्यो नै भयो, यो म्याच पनि हामीले आफ्नो ब्याटिङको कारण हारिसक्यो। धेरैजनालाई लाग्छ हाम्रो बलिङ नराम्रो रहेछ भने 123 रन कुनै फाइटिङ टोटल होइन। तर पनि हाम्रो बलर्सले यो म्याचलाई 12 ओभरसम्म लग्यो। अब नेपाल मात्र दुईटै शर्तले सुपर 8मा क्वालिफायर गर्न सक्छ। पहिलो, आफ्नो दुवै म्याच धेरै राम्रो मार्जिनले जितिहाल्नु, जसरी कि एउटा म्याच 15 ओभरमा जितिहाल्नु अनि अर्को म्याच 16 ओभरमा जितिहाल्नु, जुन कि लगभग असम्भव छ किनभने एउटा वेस्ट इन्डिज टिम छ जुन भर्खरै इङ्ल्यान्डलाई हराइसकेछ। अनि अर्को तरिका, दुवै म्याच जितेर अरू टिममाथि भर पर्नु, जसरी कि आफू दुवै म्याच जितिहाल्नु अनि कुनै अरू दुईटा टिमको म्याच भइरहेछ भने तिनीहरूबाट जुन टिम एउटा हाम्रोभन्दा कम रन रेट छ त्यो हार्छ अनि हामी क्वालिफायर गर्न सक्छौँ। यो तरिकाले हामी क्वालिफायर गर्न सक्छौँ सुपर 8को लागि, जुन कि यो पनि असम्भव नै लागिरहेछ किनभने हाम्रो टिमको अहिले ब्याटिङ एकदम नराम्रो रहेछ। यो दुवै सिचुएसनमा हामीले दुवै म्याच जित्नु पर्छ, तर हाम्रो ब्याटिङले लागिरहेको छैन हामी एउटा पनि म्याच जित्न सक्छौँ। तर है क्रिकेट हो, प्रेडिक्ट गर्न सक्दैन।